नमस्ते। आज हामी पेन्हाक अकाउन्टिङ सफ्टवेयरमा कस्टमर र सप्लायर कसरी क्रिएट गर्न सकिन्छ भनेर हेर्न गइरहेका छौँ। पहिले एउटा कस्टमर क्रिएट गरेर हेरौँ। त्यसको लागि बिजनेस सेटिङमा जानुपर्ने हुन्छ र त्यसपछि चार्ट अफ अकाउन्ट्सभित्र कस्टमरमा जाने, त्यसपछि एड गर्ने र डिटेल गर्ने। त्यसपछि हामीहरूले यो फर्म देख्न सक्छौँ। यहाँ हामीहरूले कस्टमरको डिटेल राख्नुपर्ने हुन्छ। अहिले हामी एउटा सन्देश भनेर कस्टमर बनाउनेछौँ र त्यसपछि लेजर कोड राख्नेछौँ र अकाउन्ट ग्रुप्समा हाम्रो कस्टमर सधैँ डेटर्स नै हुन्छ, त्यही भएर सन्डे डेटर्स सिलेक्ट गर्नेछौँ र त्यसपछि बिजनेस इन्फर्मेसन राख्नेछौँ। कन्ट्याक्ट पर्सनमा अहिले हामी हरि भनेर राख्छौँ र एरियामा ललितपुर भनेर चुज गर्छौँ र त्यसपछि हाम्रो प्यान, भ्याट वा कुनै पनि होइन भने ननमा सिलेक्ट गर्नुपर्ने हुन्छ र अहिलेको लागि हामी भ्याट नै चुज गर्छौँ र भ्याट नम्बर राख्नेछौँ। त्यसपछि कन्ट्री सिलेक्ट गरिसकेपछि सिटी राख्नुपर्ने हुन्छ र सिटीमा ललितपुर चुज गर्छौँ र त्यसपछि एड्रेसमा सानेपा राख्छौँ। यति गरिसकेपछि हाम्रो रिक्वायर्ड फिल्डहरू सबै फिलअप हुन्छ र हामीहरूले सेभ गर्न सक्छौँ। यसरी नै हामी पेन्हाक अकाउन्टिङ सफ्टवेयरमा कस्टमर क्रिएट गर्न सक्छौँ। अब एउटा सप्लायर क्रिएट गरेर हेरौँ। त्यसको लागि बिजनेस सेटिङ्समा गएर चार्ट अफ अकाउन्ट्सभित्र सप्लायरमा जाने र एड गर्ने। एड गरिसकेपछि हामीहरूले यो फर्म देख्न सक्छौँ र अब हामी एउटा हरिशङ्कर भनेर एउटा सप्लायर बनाउनेछौँ। त्यसपछि अकाउन्ट ग्रुप्समा हाम्रो सप्लायर सधैँ क्रेडिटर्स नै हुन्छ, त्यही भएर सन्ड्री क्रेडिटर्स चुज गर्छौँ र अरू फिल्डहरू पनि हामीले आफ्नो आवश्यकता अनुसार यहाँ राख्न सक्छौँ। र यसमा भ्याटमा हामीले भ्याट नै सिलेक्ट गर्छौँ अहिलेको लागि र भ्याट नम्बर राखिसकेपछि सेभ गर्छौँ र हाम्रो लेजर क्रिएट हुन्छ। यसरी हामी पेन्हाक अकाउन्टिङ सफ्टवेयरमा कस्टमर र सप्लायर क्रिएट गर्न सक्छौँ। धन्यवाद।